100 रुपियाँ 100 रुपियाँ कति एक माना ए मलाई पनि राखिदिनुहोस् न त हजुर बिहानैदेखि बेच्नुहुन्छ ए अहिलेसम्म कतिको बेचिसक्नु भयो त हजुर 10-12 माना ए कुन ठाउँबाट लिएर आउनुहुन्छ नुवाको ए गाडीमा आउँछ कि कसरी आउनुहुन्छ नुवाकोट आफै पिसाएर सधैँ यही बेच्नुहुन्छ त्यतिर कति मेरो कति रुपियाँको भयो कतिको भयो 100 रुपियाँको कतिको बिक्री हुन्छ अङ्कल दिनभरिमा ए एक बोरा जस्तो बेच्नुहुन्छ सधैँ बेच्नुहुन्छ गाडीमा आउनुहुन्छ अनि यतैतिर मात्र बेच्नुहुन्छ ए हजुर अनि बेच्दै बेच्दै एक बोरा लिनुभएको थियो अलि यति भइसक्यो राम्रो दिनुहुन्छ होला त्यही भएर राम्रो बिक्री भइरहेको छ होइन हजुर कति वर्ष भयो अङ्कल तपाईँले यो काम गर्नु 15-16 वर्षदेखि यही काम गरिरहनु जानेको गर्नु पर्यो होइन आमाले पनि लिनुभयो आमाले पहिलोचोटि लिनुभयो कि पहिला पनि लिनुभएको थियो ए होइन यस्तो एउटा हजुर ए अनि राम्रै फाइदै हुन्छ अङ्कल हजुर चलिरहेको छ पुगिरहेको छ होइन अब जान्न ल अङ्कल लिनु अङ्कल लिनुहोस् हजुर राख्नुहोस् चेन्ज गर्दैन राख्नुहोस् है खुसी हुनुभयो अलिक खुसी हुनुहोस् भनेर गरेको बालबच्चाहरूलाई गर्नु होइन बालबच्चाहरू केटाकेटी छन् कतिजना हौ हेल्प गर्नुहोस् है त खुसी हुनुभयो होइन ल होइन होइन ठिक छ हुन्छ ठिकै छ राख्नु